हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू आज धेरै पछि म घुम्न जाँदैछु किनभने आज हाम्रो फेस्ता पास्का सुरु भयो आजबाट होइन। भोलि पर्सि पनि फेस्ता छ, त्यही भएर चाहिँ आज म घुम्न जाँदैछु। तपाईँहरूको लागि आज नयाँ ब्लग लिएर आउँदैछु है त। ओके ल, आज घलारी म चाहिँ घुम्न जाँदैछु है, माथि डाँडातिर। है हामी पनि फेस्ता मनाउँदै है। फेस्ता खासै काम हुँदैन, रेस्टुरेन्ट सबै बन्द। आज हाम्रो भ्लग आउँछ होइन त, भ्लग आउँछ आज हाम्रो। हामी चाहिँ अब धेरै दिनपछि अब बल्ल घुम्न हिँडेछौँ होइन भले भाइ। धेरै दिनपछि दाइ म त अब काम भने होइन। आज फेस्ता पास्का हो, आज भोलि पर्सि 3 दिन काम त्यति छैन। अनि बिहान काममा चाहिँ निस्किएको तर राम्रो काम भएन। अनि आज चाहिँ घुम्न हिँडेको हामी। तपाईँहरूले हाम्रो ब्लग चाहिँ हेरेर इन्जोय गर्नु होला होइन। लाइक कमेन्ट पनि गर्नुहोस्, लाइक कमेन्ट सेयर हैन, सब्स्क्राइब गरिदिनुस्। त्यस्तै छ छैन। हामी अब उकालो चढ्दै हो। गर्मी छ आज भोलि चाहिँ धेरै। लगले अब चाहिँ उकालो है त। हामी डाँडातिर लाग्छौँ है। डाँडातिर बिस्तारै उकालो यस्तो हरितिर। इटाली आएको कति भयो त भाइ? आएको जस्तै भयो दाइ, 15 महिना जति। पहिले त म एक्लै हो नि त। अनि यहाँ त धेरैचोटि आज म एक्लै भएको नि। पहिले त यहाँ नजिकै थियो नि त मेरो घर। अनि बेला बेलामा आइरह हुन्थ्यो। आजभोलि अलिक टाढा हो त। आजभोलि त उतै केन्द्रमै हो नि त। खासै धेरै आउन पाउँदैन आजभोलि, त्यही कहिले काहीँ मात्रै। यसो घुम्नुपर्छ छुट्टीको दिनमा। छुट्टीको बेलामा चाहिँ घुम्नु पऱ्यो, इन्जोय गर्नुपर्छ। बोनो पास्का भनिदिनु सबैलाई। बोनो पास्का सबैजनालाई। किनभने पास्का अब पास्का भन्छ यतातिर इटालियनहरूले। यतातिरको भयो। भ्लग नबनाएको पनि धेरै हो कि। अनि त्यो छोटा भिडियो ट्याक्क म चाहिँ फेरि काममा ट्याक्क रोकिने बेलामा मेरो ठ्याक्क भिडियो बनाइहाल्छु कि म त। फेरि यसो न्युजहरू हेऱ्यो फेसबुकमा पोस्ट गरिदिइहाल्ने नि। त्यही रमाइलो दृश्य छ दाइ है। पछाडितिर ब्याक क्यामेरा है। यो चाहिँ कालेरी त कालेरी हो, तर कुन खोइ बिर्सिन्छ यो ठाउँको नाम नै म त। यो चाहिँ माथि कमिसन दिने ठाउँ हो यो। बोनो कमिसनै हो नि यता कमिसन दिने ठाउँ। यो चाहिँ एलमास यता एयरपोर्ट साइडतिर। एलमास एयरपोर्ट साइड हो यो यतातिर। जाँदै गर्नु तपाईँ अगाडि। हात हल्लाइदिनु त, हात हल्लाइदिनु त। ल है सबैजनालाई बोनो पास्का है त। आया यस्तो छ ठाउँहरू। गर्मी चाहिँ खत्रै बढेको छ गर्मी। केही हुँदैन। यसो के भन न तिमीलाई, के हो यार इटालीको बारेमा के छ कस्तो छ? गफ छाड न, गफ छाड। दुनियाँले गफ छाड्छ, तिमी पनि गफ भन न। खासै मान्छेले इटालीमा नि 2025 कमाउँछ भन्छ त। के छ तपाईँको सेलेरी कति छ हौ? सोध्नु त नहुने हो त्यही पनि। मेरो सेलरी अब कति भन्ने दाइ है। भन्नु हुँदैन होइन। छोरा मान्छेको सेलेरी सोध्नु हुँदैन भन्छ। ठिक छ, चाहिँ भन्न नहुने दाइ होइन, भन्न हुँदैन। भन्न हुँदैन। जे भन्यो नेपालको 2 लाख रुपियाँ कमाउँछ। 2 लाख रुपियाँ चाहिँ कतै जान्न, खाइपिई गरेर। यस्तै छ इटाली। भने जस्तो सजिलो पनि छैन।
दुःख छ होइन, यस्तै छ। अनि जानु न अगाडि बस्नु तपाईँ, तपाईँले देखाउँछ यार, म तपाईँले त्यस्तै छ दाइ। पब्लिसिटी गर्दैछ। दाजुभाइको घुमघाम अब है डाँडातिर लाग्यो। तपाईँ लमजुङ कहाँको अरे? मेरो चाहिँ लमजुङ बेसी सहर है, दोर्दी गाउँपालिका। अनि दोर्दी गाउँपालिका होइन, दोर्दी 8 दुपार हो मेरो घर चाहिँ। कोही आज अनि इटाली कुन ठाउँमा तपाईँ बसोबास? म अहिले इटाली सर्दनिया काग्लेरी भन्ने ठाउँमा हो। यस यता आएको पनि धेरै भएको छैन। त्यही काम तपाईँ इटालीमा आएर काम गरेको चाहिँ कति भयो? म काम गरेको यता आएर चाहिँ त्यस्तै भयो होला दाइ, 6-7 महिना जति भयो होला। 6-7 महिना भयो है। अनि तर जस चलिरहेको छ, काम चाहिँ कन्टिन्यू गइरहेको छ होइन। सुरुमा इटालीमा आएर चाहिँ काम चाहिँ के गर्नुभयो तपाईँले? सुरुमा चाहिँ अब इटाली आएर चाहिँ अब सुरुमा डकुमेन्टहरू बनाइयो दाइ होइन। डकुमेन्ट बनाइयो, डकुमेन्ट बनाएर सबै प्रोसेसिङ सबै ओके भइसकेपछि बल्ल कामतिर लागेको। अहिले चाहिँ म रेस्टुरेन्टतिर काम गर्दैछु होइन, इटालियन रेस्टुरेन्टतिर। सेफ बनिसक्यो क्या तपाईँ त यार? सेफ त छैन दाइ, अब यसो हेल्पर हो होइन। आयु तारेको है यार। आयु तारे हो, यसो सकेको आफूले जानेको सबै गर्नुपर्छ। सन्तुष्ट छ कि छैन तपाईँको काम? एकदम सन्तुष्ट छ। अब के गर्नु, सन्तुष्ट हुनै पर्यो, सन्तुष्टै छ होइन। जस ठिक छ, चलिरहेको छ। इटालीमा काम पाउन कतिको गाह्रो, सजिलो के छ? काम पाउनलाई गाह्रो त गाह्रो नै छ होइन, एकदम गाह्रै छ काम पाउनलाई, त्यति सजिलो चाहिँ छैन। तपाईँले एग्रिकल्चरको कामहरू गर्नुभयो? एग्रिकल्चरको काम चाहिँ यता आएर चाहिँ गरेको छैन। अर्को त क्याम्पतिर बस्ने बेलामा ध्याडी मार्न जानु भएन? क्याम्पतिर क्याम्पतिर बस्दा चाहिँ गएन है। क्याम्पमा अब भाषा सिक्नु पऱ्यो, स्कुल जाने, त्यो स्कुल जाने आउने, त्यो कारणले गर्दा अब टाइम टेबल पनि खासै मिलेन। जस ल्याङ्ग्वेजहरू कति बोल्न जानु चाहन्छ आजभोलि? ल्याङ्ग्वेजहरू जस अलिअलि काम चलाउ मात्रै। ठिक छ बिस्तारै हुन्छ, अब राम्रो हुन्छ बिस्तारै। कालेरी कस्तो लागिरहेको छ तपाईँले? काग्लेरी एकदम रमाइलो छ है। काग्लेरी तपाईँ रोम पनि जानु भएन होइन? म त रोममा पनि होइन 2 महिना जति बसेर चाहिँ आएको हो। तपाईँले रोम राम्रो लाग्यो कि कालेरी राम्रो लाग्यो? रोममा चाहिँ कस्तो छ भने एकदम मान्छेको चाप बढी छ होइन। जस गाह्रो छ त्यता चाहिँ होइन। यता चाहिँ किनभने यो काग्लेरी भन्ने ठाउँ हेर्दा एकदम सुन्दर दृश्य होइन, एकदम राम्रो ठाउँ छ होइन। जस डकुमेन्टहरू पनि जस छिटो सहज तरिकाले चाहिँ बन्दो रहेछ, अनि त्यही कारणले चाहिँ जस ठिक छ होइन? अरू राम्रो छ काग्लेरी चाहिँ एकदम होइन, सर्दनियाको क्यापिटल सिटी राम्रो छ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन। यता चाहिँ आसमेनी हो, यो यता आसमेनीबाट यता आएर एयरपोर्ट, त्यहाँ पर्छ एयरपोर्ट। यहाँ कान्छाले, हाम्रो कान्छाले यहाँ काम गर्छ यतैतिर। यस्तो छ यो चाहिँ यतापट्टिको पाहाड हो। अर्कोपट्टिको पाहाड चाहिँ हेर्नु भरे म देखाउँछु तपाईँहरूलाई। ल केटा हो, घुम्न आउन मन छ भने होइन यतातिर पनि आए हुन्छ। को छुट्टी छ के छ, छुट्टीको बेलामा केटाहरू सुत्ने मात्रै होइन कि केटाहरू यार, के हो हेर त कति राम्रो राम्रो ठाउँहरू छ। यसो घुमघाम गर्नु पर्यो होइन, रमाइलो ठाउँ छ यता। केटाहरू लास्टै अल्छी गर्छ क्या, कति अल्छी गर्ने हो केटाहरूले यार। अरे आज छुट्टी भएर मैले तिमीलाई बोलाएको नि, त्यही भएर फोन गरेँ। यसो आज दाजुभाइको छुट्टीको घुमघाम माथि डाँडातिर एकदम रमणीय ठाउँ रहेछ होइन। एकदमै भ्यू पनि राम्रो देखिने। यस्तो दामी छ ठाउँ चाहिँ सेकेन्ड। ल भाइ यहाँ चाहिँ रन गर्नुपर्छ फोटो यहाँ। ल यस्तो ठाउँहरू छ है यहाँ। केटाहरू तिमीहरू सुति मात्रै रहन्छ कि गर्ने हो र? यस्तो ठाउँमा घुम्न भन्नु मान्दैन तिमीहरू यार। मात्रै पो गएर त ए हाम्रो क्याप्टेन घरले फोटो खिच्दैछ यहाँ।
le cucinette grandi. La guarda. Questa è troppo piccola, vero? C'è poco. अब दाजुभाइको नास्ता जाँदैछ है हाम्रो नास्ता यो के हो मोनेस्टेल बियर होइन है फेरि केटा बियर त हामी जुस पनि छ फेरि है जुस वाइ वाइ चाउचाउ यो मिक्स गरेर त्यो चर्पट बनाएर जसरी गर्ने खाने कि कसरी खाने त्यसरी पहिला चाहिँ चाउचाउ चाहिँ एउटा मात्रै खाने यस्तो गरौँ न अब यसै गरौँ न है ल चेस है ल यस लगेर अब खाजा खाएपछि हामी फेरि उकालो चढ्नुपर्छ त्योभन्दा माथि छ अझै डाँडा हाम्रो यात्रा अझै टुङ्गिएको छैन होइन जारी नै छ यो कालेरीको पिरी भन्छ पिरी क्वात्रो सन्तेलिना पुरै साइड पर्छ सलार जुस केटाहरूको बुराङ्का सब यतातिर पर्छ है त यो पुरै कालेरी एरिया हो पोइतोमा अरे त्यो पछाडि पर्छ ससमा यहाँ बनाउने है त अब हाम्रो घुमघामसम्म अब लगभग मध्यन्तरतिर आइसकेको छ होइन मध्यन्तरतिर आइसकेको छ हाम्रो घुमघुमाइ अब खाजा खाइयो घुमघाम पनि रमाइलो नै भयो राम्रो नै भयो होइन अझै बाँकी छ नि अझै बाँकी नै एउटा छ बाँकी छ घामै राख्यो भरे 8:30 9 बजीसम्म उज्यालै हुन्छ क्या त के हो घुमघाम गर्दा पार्कमा नाचेर यहाँ अलार्म बजाइदिन्छ त नि के गर्ने त्यस्तो सिस्टम छ है के गर्नु पर्यो अब यहाँ चाहिँ अन्तिम पोइन्ट उल्टिमो